अघि सबैजनाले भन्नुभएको थियो यो नियमावलीमा जति पनि संशोधन राखिएको थियो त्यसमा छलफल पनि भइसकेपछि त्यो छलफल भए अनुरूप समितिमा पठाइयोस् र पुनः यसलाई हेरियोस् र यसलाई पुनः छलफलमा ल्याइयोस् भन्ने माग अघि सबैले राख्नु भएको थियो। अहिले नै हजुरले संशोधनमा सामान्य सभामुख महोदयले हुन्छ या हुन्न भन्ने टेबल गर्नुभयो। यसको लागि हामीले अघि पनि मैले ध्यान आकर्षण गराइसकेको छु, यसलाई पुनः समितिमा लगियोस् भन्न चाहन्छु सामान्य सभामुख महोदय। मैले मान्य सदस्य पासना थापालाई समय दिएँ। मान्य सदस्यले आफ्नो कुरा राख्नुभयो, बस्नुहोस्, कार्यसूची अगाडि बढाउँ। मान्य सदस्यहरूलाई हामीले आजैको कार्यसूचीमा प्रतिनिधि सभामा दफावार छलफल प्रारम्भ गरियो र त्यहीँबाट हामीले यो दफावार छलफललाई यहीँबाट पारित गरिसकेका छौँ आजैको कार्यसूचीमा। त्यसपछि संशोधनकर्ता मान्य सदस्यहरूको संशोधन लियो र मान्य सभापतिले स्वीकार गर्ने विषयहरू स्वीकार पनि गरिसकेको अवस्था छ। त्यसकारणले यसलाई फेरि समितिमा लाने विषय छैन जस्तो लाग्छ। यहाँहरूको प्रस्ताव, यहाँहरूको विचार मैले सुने। अहिले पनि मान्य सदस्यहरू उठेको कारणले मैले बोल्न पनि समय दिएँ। त्यसकारणले कार्यसूची अगाडि बढाउनलाई सहयोग गर्नुहोस्। मान्य सदस्यहरू बसेर आजको कार्यसूचीमा अगाडि बढ्नलाई सहयोग गर्नुहोस्। मैले सबै संशोधनकर्ता मान्य सदस्यहरूलाई र संशोधन नराख्नुभएका मान्य सदस्यहरूलाई पनि समय दिएर यहाँहरूले आफ्नो कुराहरू राखिसक्नु भएको छ। सबैलाई समय दिएको छु। यहाँहरूले मागे अनुसार समय दिएर हामीले छलफल पनि समाप्त गरिसकेका छौँ।
आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य भरतबहादुर खड्काले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य भरतबहादुर खड्काले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संयुक्त संशोधनका संशोधनकर्ता मान्य राधिका रम्तेललाई माननीय सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य राधिका रम्तेलले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले माननीय राधिका रम्तेलले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संयुक्त संशोधनका संशोधनकर्ता मान्य आर्यन राईलाई माननीय सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेक आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य आर्यन राईले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला।